बाई। हाँ पारी गाइस हामी चाहिँ तेल हाल्न लगाएको। अब तेल हालेर हामी यता के कहाँ होइन 6:30 भयो। अब हामी गुल्मीतिर लागेको। आज गुल्मी पुगिन्छ कि तपाईँ 10 बज्नु थाहा होइन। हेरेर चाहिँ अन्तसम्म हेर्नु होला गाइजहरू। ल गाइज अब चाहिँ हामी गोलबागदेखि लाग्यो त्यही होइन। रात पऱ्यो अब चाहिँ कहाँ पुगिन्छ पुगेर गाइज हामी चाहिँ अब उकै उहाँ सिद्धबाट निस्किन लाग्यो है गाइज। यहाँ हाम्रो सामान छ अरे। यहाँबाट सामान टिपेर हामी रप्पु हो ल गाइज। रोक नि यहाँ कस्तो हेलो चल्यो यो गाइजहरू हामी चाहिँ बर्बाद आइयो ल होइन न त म भिडियोमा हो। हामी चाहिँ बसले सामान छोडेर गएछ र बसलाई भेटाउन भनेर रप्पु आएको। बसभन्दा पौने घन्टा पछाडि हिँडेको हामी। अब भाइ स्ट्यान्डमा गएर भेटाउँलाई। त्यो गाई बर्थिङ है हामी अब पोखरातिर लागिन्छ। यति बेर जाऊँ होइन हामी राममलको बाटो निस्कियो हामी। त्यो हामी ल पोखरा लाग्यो। अब कहाँ पुगिन्छ के गरिन्छ। रात परिसक्यो। अब 1 घन्टा भयो हिँड्न लाग्यो उल्टो गड हिँडेको चाहिँ। अबको 1 घन्टामा हामी वासस्थानमा पुग्नुपर्ने हुन्छ। गाइजहरू हामी चाहिँ राम्बी आयो राम्बी खालि कि राम्बी पूजा तर बित्तिकै कुदेर गीत राम्बी ल तर बित्तिकै त्यहाँ पछाडि त्यो मलाई थाहा छैन। ल फाइनली स्ट्यान्डदेखि लाग्यो मेरो कति रहेछ। जिरो आयो आयो कति किलोमिटर लाग्छ 17 किलोमिटर। 17 किलोमिटर होला। गाइजहरू हामी चाहिँ आयो अतिथि होटल एन्ड लजमा। के छ सर वेलकम। के छ त नि आज पार्टी सुसी लाएर आइছো सर त सिंगल राइड हो। सिंगल राइड हो पिजा 100 किलोमिटर नि के भोलि स्पेशल के अरे हजुर स्पेशल बिहा हो आज नि हो के बिहा त्यही गर्दा पार्टी सुसी बिहाबाट आएको के कहाँको बिहाबाट आएको सिद्ध बिहा थियो ए त्यहाँबाट त आएको। टाइम लाग्यो यार तिमीलाई के रे के ध्यान लाउँछ सो गाइस यो त हाड हो क्या हो न एउटै एक्लै खाँदा डराउँछ। यो त हाड होला न तै के नाम पुरानो दर गाइस कसैले खानु भयो यस्तो बाफुडेको चटपट मिठो हुन्छ कि फर द फर्स्ट टाइम इन द वर्ल्ड हो के पानीपुरीमा फुल्की हुन्थ्यो तातो बाफुड देखान मिल्थ्यो। यहाँ त आज चटपटमा यहाँ त
अनौठो छ हुन्छ अरू अर्को हामीले छ र यति ल्याउ त यति ल्याउ न अर्को फ्लेभर लाग्छ अर्को यो यही हामीले त कहाँ पुलाएर धेरै भिडियो नगर निश्चय पुग्दैन अर्को त एउटा नाच्ने मान्छे नि भन्दा भयो घर छोडेको अघिल्लो सपोर्ट गरौ न